गाइज वेलकम बैक टु माई च्यानल। आज चाहिँ हामी स्केटिङ खेल्न जान्छौँ। मेरो दाइ हेर्छ नि, यो दाइ अर्को दाइ गाइज यसको अनुहार मजाले हेर्ने त हेर्नु यिनीहरू चाहिँ स्केटिङ खेल्न यिनीहरूको चाहिँ भइरहेको छ। यिनीहरूलाई त्यही थाहा छैन है गाइजहरू के भन्छ भने के सुन्दैन। रेस खेल्नु भनेको छ भाइले चाहिँ, अनि 20 रुपियाँ दिन्छु जो जित्छ भनेको छ। धेरै छिटो गइरहेको छ। यिनीहरू चाहिँ आफूले प्रो थारिरहेको छ गाइजहरू। यिनीहरू आफूले प्रो थारिरहेको छ। प्रो यहाँ छु कस्तो टल्केको घाम धेरै छ कि साथीहरू। ढल्दै धेरै घाम भएन भइहाल्छ नि। लडे मेरो दाइ चाहिँ तर खतरा खेल्छ उता साथीहरू धेरै हाल्नु लडे झन्डै लडे रेलगाडी जस्तो खेल्न रे। साथीहरू अब चाहिँ हामी रेस खेल्नलाई एउटा मान्छे चाहिँ आएको छ। अब म यहाँ छु। म विनर भए गाइस। ए मा म 3 चोटि लडिसकेँ यार। फेरि यो विनर भइरहेको छ। त्यो भएर यो मेरो नोकर हो। त्यही भएर फुकालिदिरहेको छ। हेर्नु कति मजाले फुकालिदिरहेछ। देख्नुभयो गाइजहरू कति मजाले फुकालिदिए। साथीहरू यो चाहिँ स्टर्न गर्ने भनिरहेको छ। यहाँ बाइक आइरहेको छ। उता एउटा बाइक आइरहेको छ। साथीहरू बाइक आइरहेको छ। इस यो चाहिँ आउँछु भनिदिएको छ। लड्यो फेरि स्टर्न गर्ने भने उहाँ माथि पुग्यो। यसको थोपडा महाशय धेरै ठुलो महाशय उहाँ। प्लिज लाइक र सब्सक्राइब गरिदिनु होला। यो फन्नी लाग्यो नि खेल्न ट्यालेन्ट चाहिन्छ है साथीहरू। यहाँ थलीमा एउटा स्केटिङ पार्क छ, त्यहाँ गएर खेल्नु पनि सक्नुहुन्छ। धेरै रिस्की हो यो, यसले हात खुट्टा भाँच्चिनु पनि सक्छ। बिस्तारै खेल्नु है साथीहरू। यो एउटा महाशय आउँदै हुन्छ। फेरि एउटा बिचमा को आउनुभयो। यो धेरै मुस्किल छ यार त्यस्तो होइन कि बसेर यसरी अगाडि गाइजहरू सस्तै थियो भनौँ।
अरे यति पनि बिस्कुट ओइ मा लड्यो कसले एउटा चङ्गा मेरो चाकको आइसि कि तैसी हुन्छ मैले गरे है मैले गरे है यतिमा बसेर गरेनौ गाइजहरु त्यसको कसले चङ्गा उडाइरहेछ 10 गइसक्यो तिमी चङ्गा उडाइछ कम्ती ए म आए के गाइजहरु यहाँ चाहिँ किरा थियो लडेको थियो आएर लड्यो गाइजहरु लड्यो गाइज यो पालि चाहिँ मेरो स्केट लाउन आँट्यो मेरो लडेर हात यहाँ रातो भइसकेको छ लाउँछु त तँलाई के गाइजहरु यता देखाउनु म भन्छु गाइजहरु यो चाहिँ हाम्रो ग्रुपको सबैभन्दा नुबडी प्लेयर हो प्रिया हो तर अब अहिले छैन नि त प्रिय हो के मलाई भने यहाँ चाहिँ यस्तो हालत त्यसकै हाल्नु ल ल ल गर 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 म यहाँ कस्तो लडेको ल ल गर बाइक आइरह गाइज अब चाहिँ हामी फाइनली घर जान आँट्यो त्यही भएर यिनीहरू यस्तो छ आउने बेला चाहिँ मैले लाएर आएको थिएँ यस्तै त्यही भएर मलाई चप्पल दियो यहाँ चाहिँ यिनीहरू यो नि प्रो प्लेयर बन्न खोजिरहेको तर हाम्रो चाहिँ त्यहाँ एउटा त्यहाँ त्यो रातवाला एउटा साथी आएको छ त्यो रातो लाउने तर फेरि गयो हामी फर्केको देखेर अनि हामी चाहिँ यहाँनिर जाँदैछौँ यहाँ प्रकृति यहाँ यहाँनिरहरूको दरद चर्चा छ ला त्यो बहिनीको बारेमा यहाँ लडिसकेको अवस्था छ मैले सहयोग दिन्छु तपाईँलाई मेरो सहयोग पर्दैन गाइज गाइज यहाँनिर सहयोग नपचेको कुरा छ यहाँनिर प्रोफेसनल तरिकाले खेलिरहेको गाइज यो चाहिँ एउटा नुबडी हामीहरू बिच निबडी आइसक्यो क्या यहाँनिर यस्तो छ यिनीहरूको यो चाहिँ छिटो हिँड्ने कोसिस गरेर एकचोटि लड्नु त लड्छ म त यहाँ लडेर रातो भयो गाइज हातै सिधा र बाङ्गोको कुरा भइरहेको छ यिनीहरू तिमीहरू केही भन्न चाहन्छौ ओ मेरो खुट्टा कुच्याउन चाहन्छ एउटा खटरा सायरी हानेछ यसको खटरा सायरी सुनेर भ्यागुता पनि शर्माउँछ गाइज यहाँ पन्छी बन्न खायो गाइज अघि यसले मलाई एउटा सायरी हाने यो बाइकले डिस्टर्ब हाल्यो अघि यसले मलाई सायरी हाल्छ म एउटा सायरी हाल्छु है स्यान्डी यसले लगाउँछ फाटेको प्यान्टी को जरा चाहिन्छ कि अरे पछाडि छुट्यो हामी यहाँ अगाडि आइसक्यौँ त्यही भएर सन्दीप उसको हेल्प दिन गइरहेछ तर उसलाई त्यो हेल्प पछिरहेको छैन गाइज सारी गाइजहरू यो चाहिँ झर्नावाला गीत गाइरहेछ गाइज हाम्रो कुकुर पनि आएको छ यहाँनिर हामी चाहिँ यहाँ छौँ एकजना चाहिँ त्यहाँ पछाडि नै छुट्यो यो धेरै फेस चाहिँ धेरै नादान जस्तो देखिन्छ तर यो धेरै त्यो बोझो छ मैले बिर्सेँ के भन्नलाई थिएँ यो आजको लागि यति नै हो लाइक र सब्सक्राइब गरिदिनु ल